मिलिनियर बिलिनियर यस्ता मान्छेहरूको सक्सेसको सिक्रेट के हुनसक्छ? कि तिनीहरूको लक थियो अथवा उनीहरूको हार्डवर्क? बट इफ आई टोल्ड यु कि दुईटै कुरा थिएन, इट वाज देयर माइन्डसेट। आज हामी कुरा गर्दैछौँ थिङ्क एन्ड ग्रो रिच बुक बाई नेपोलियन हिल, जुन वान अफ माई फेभरेट बुक पनि हो। हिलले यो किताब बनाउँदाखेरि लगभग 500 जति मिलिनियरहरूलाई चाहिँ स्टडी गरेका छन्, इन्क्लुडिङ दि एन्ड्रियो कार्नेगी र हेनरी फोर्ड, जुन चाहिँ युएसका एकदमै रिचेस्ट पर्सन थिए कुनै टाइममा। सो यो बुकको पहिलो इम्पोर्टेन्ट कुरा छ डिजायर। यदि तिमीलाई केही कुरा चाहिन्छ भने त्यो कुराप्रतिको तिम्रो एउटा एकदमै क्रेभिङ टाइपको डिजायर हुनुपर्छ। कुनै गोल छ भने त्यही गोल किन चाहिएको त? त्यो गोलप्रतिको एउटा एक्सट्रिम वेलबिङ, एउटा इमोसनल डिजायर चाहियो इफ यु वान्ट टु एचिभ द्याट भने। द सेकेन्ड थिङ इज फेथ। यदि एउटा कुनै कुराप्रतिको एकदम एक्सट्रिम लेभलको डिजायर छ भने अब त्यो डिजायर सँगसँगै आफूमा फेथ पनि हुनु पऱ्यो कि मैले त्यो कुरा चाहिँ अवश्य पाउनेछु भनेर। त्यो आफ्नो माइन्डलाई पोजिटिभ थट्स पनि दिने र त्यो कुनै पनि गोलप्रति एकदमै विश्वास गर्ने इज द इम्पोर्टेन्ट थिङ। थर्ड थिङ इज दि अटो सजेसन। आत्मसुझाव एकदमै इम्पोर्टेन्ट कुरा हो, जुन प्रायः मान्छेलाई थाहा पनि हुँदैन। उनीहरूले जानी अनजानी आफूलाई कति गाली गरेर हुन्छन्, म त यो गर्न सक्दिनँ, म त खत्तम हो पनि भनेर हुन्छ, विच इज डेन्जरस फर यर माइन्ड। त्यही भएर हामीले के गर्नु पऱ्यो भन्दाखेरि प्रत्येक दिन आफूलाई कुनै न कुनै पोजिटिभ एफर्मेसनबाट चाहिँ मोटिभेट गर्नु पऱ्यो। आई एम गेटिङ रिच, आई एम गेटिङ सक्सेसफुल, आई एम गेटिङ वेल्थ, आई एम ह्याभिङ अ गुड रिलेसनसिप जस्तो पोजिटिभ वेलबिङ टाइपका चाहिँ एफर्मेसनहरू चाहिँ आफ्नो माइन्डलाई दिनु पऱ्यो, ताकि हामीलाई यो फिल होस् कि आई एम डुइङ ग्रेट। द फोर्थ थिङ इज द स्पेसलाइज्ड नलेज। अब आफूलाई एकदमै ठुलो गोल प्राप्त गर्नु छ भने जेनरल नलेजले पुग्दैन। त्यो गोलसँग सम्बन्धित कुनै न कुनै स्पेसलाइज नलेज लिने, त्यो गोलप्रतिको कुनै स्किल सिक्ने र त्यो सिकेको स्किललाई चाहिँ आफूले एप्लाई गर्ने र एउटा पोजिटिभ रियलिस्टिक गोल चाहिँ एचिभ गर्ने। पाँचौँ कुरा छ द मास्टर माइन्ड ग्रुप। एक्लै हिँडेर पनि सक्सेस त पाउन सकिन्छ, तर यदि हामी ग्रुपमा हिँड्दैछौँ भने एकदमै एक्सट्रिम लेभलमा चाहिँ त्यो सक्सेस पाइन्छ। जस्तै एउटा 10 फिटको रुख छ, दुईजना मान्छे छन्, एउटा छ 5 फिटको, अर्को छ 4 फिटको। अब दुईटा मान्छेले चाहिँ त्यो रुखबाट चाहिँ कुनै फल टिप्न खोज्दैछन् भने 5 फिटको मान्छेले अलिक बढी टिप्ला, 4 फिटको मान्छेले अलिक कम टिप्ला। बट यदि 5 फिट मान्छेको माथि 4 फिटको मान्छे चढ्यो भने त्यो रुखको सबै फलहरू चाहिँ त्यो मान्छेहरूले पाउन सक्छन्। सो यसलाई साइनर्जी पनि भनिन्छ, भनेको एउटा युनाइट भएर चाहिँ काम गर्ने प्रिन्सिपल चाहिँ यो किताबले भनेको छ। छैटौँ कुरा हो पर्सिस्टेन्स। फेलियर सबैले भोग्नु परेको हुन्छ। जस्तै एलन मस्कले पनि उसको रकेट लन्च फेल भएको थियो, जुन चाहिँ स्पेसमा पुगेर फेरि धरतीमा ल्यान्ड हुने खालको रकेट, त्यो पनि फेल भयो। तर पनि उनले हार मानेनन् र सफलता हासिल गरे। सो फेल सबैजना हुन्छन्, तर फेल भए तापनि त्यसमा चाहिँ क्विट गर्नु भएन, किप अन गोइङ। द सेभेन थिङ इज डिसिजन। कुनै पनि वेल अर्गनाइज हुने मान्छेले, सक्सेस पाउन सक्ने मान्छेले चाहिँ आफ्नो डिसिजनमा चाहिँ स्टिक हुन सिक्नुपर्छ, किनकि आफूले बनाएको डिसिजनलाई नि फलोअप आफैले गरिएन भने त्यो डिसिजनको कुनै भ्यालु हुँदैन। सो एउटा एकदमै सोचेर डिसिजन गर्ने, डिसिजन बनाइसकेपछि त्यसमा स्टिक हुने र लगातार कामलाई अगाडि बढाउने। सो यो गर्दाखेरि चाहिँ हामीले कुनै पनि कुरा एचिभ गर्न सक्छौँ। सो यो किताबबाट हामीले पैसा कमाउने कुरा मात्रै होइन, कुनै पनि गोल यदि हामीले एचिभ गर्नु छ भने एक्सट्रिम लेभलमा डिजायर हुनु पऱ्यो, डिजायरप्रतिको इमोसनल वेलबिङ हुनु पऱ्यो, त्यही डिजायरप्रतिको कुनै एउटा स्पेसलाइज नलेज हुनु पऱ्यो, अटो सजेसन गर्नु पऱ्यो आफैलाई, पोजिटिभ थट्सहरू दिनु पऱ्यो आफ्नो माइन्डलाई, र विश्वास हुनु पऱ्यो आफूले के सोचिरहेको छ भनेर। सो यो कुराहरूलाई चाहिँ ल अफ एट्र्याक्सन पनि भनिन्छ। भनेको आफूले खोजेको कुरालाई चाहिँ के गर्ने त एकदम एट्र्याक्ट गर्ने, आफ्नो सबकन्सियस माइन्डलाई एकदमै बिलिभ गर्ने कि मैले सोचिरहेको कुरा चाहिँ आई क्यान एचिभ द्याट भनेर। सो तपाईँको सबैभन्दा ठुलो गोल के हो त? कमेन्ट द्याट डाउन।